नमस्कार अनि स्वागत छ साथीहरु मेरो मधेसी सर युट्युब च्यानलमा। आज हामी नेपाल प्रहरी जवानको चाहिँ अन्तर्वार्ता हुन्छ नि साथीहरु। अब चाहिँ लिखित परीक्षा पास भएछ भने अनि त्यसपछि अन्तर्वार्ता हुन्छ। अनि त्यस अन्तर्वार्तामा के कस्ता प्रश्नहरु तपाईहरुलाई सोधिने गर्छ इन्टरभ्युमा, नेपाल प्रहरी जवानको इन्टरभ्युमा, त्यो आज तपाईहरुलाई हेराउन गइरहेछु। र सर्वप्रथम त म तपाईहरुलाई बधाई दिन चाहन्छु, धेरै धेरै बधाई छ तपाईलाई कि लिखित परीक्षा तपाईहरु पास हुनुभयो। कि त जबसम्म लिखित परीक्षा पास हुँदैन भने तबसम्म अन्तर्वार्तामा आउन अन्तर्वार्ता दिन पाउँदैन। त्यसकारणले सर्वप्रथम त तपाईहरुलाई बधाई दिन चाहन्छु, धेरै धेरै बधाई छ जुन चाहिँ तपाईले लिखित परीक्षा पास भ्यालो। अब चाहिँ अन्तर्वार्ताको तयारी गर्नुपर्छ है। छिटो नै तपाईहरु अन्तर्वार्ताको तयारी गर्नु। र यो आज म जति प्रश्नहरु तपाईहरुलाई हेराउन गइरहेछु, यदि सबै प्रश्नहरु तपाईहरु राम्रोसित तयारी गरिहाल्छु भने कन्फर्मले 100% तपाई म भन्न चाहन्छु, कन्फर्म तपाईहरु मज्जाले तपाईहरु यो नेपाल प्रहरी जवानको अन्तर्वार्तामा मज्जाले तपाईहरु पास भ्याछु। त्यसकारणले भिडियो स्किप नगरिकन फुल वाच गर्नु होला र मेरो मधेसी सर युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथीहरु भिडियोतिर लगेको के कस्ता प्रश्नहरु तपाईहरुलाई आउने गर्छ है, सोधिने छ है इन्टरभ्युमा। तपाईहरुलाई पहिलो चाहिँ तपाईहरु त्यहाँ जान्छौ नि अन्तर्वार्तामा। सर्वप्रथम तपाईहरु भन्नु होला मे आई कम इन सर, अनि त्यसले भन्छ यस कम इन, अनि त्यहाँ चाहिँ टेबल राखेको हुन्छ नि त्यसले तपाईले भन्छ बस्नुस् भने बस्नु होला, बस्दैन भने जबसम्म भन्दैन बस्नको लागि तबसम्म नबस्नु होला है। मिठो स्वरमा उहाँले भन्छ बस्नुस्, अनि बस्नु अनि तपाईँ भन्नु धन्यवाद सर भन्नु होला, थ्याङ्क यू भन्नु होला, अनि तपाईँ बस्नु होला। अनि उहाँले चाहिँ जब इन्टरभ्यू दिन जान्छ भने सरले जब तपाईलाई प्रश्न गर्छ, पहिलो नम्बरमा भन्छ तपाईँ आफ्नो परिचय दिनुहोस् है। पहिलो नम्बरमा तपाईले भन्छ तपाईँ आफ्नो परिचय दिनुहोस्, तपाईले भन्छ है तपाईँ आफ्नो परिचय दिनुहोस् तपाईले भन्छ। अनि तपाईँ त्यस परिचयमा के दिनुहुन्छ है, ती आज है के दिनुहोस्, परिचय भन्दाखेरि के दिने। अनि तपाईले चाहिँ म यहाँ आफ्नो नाम लिएछु, नामको सट्टामा यो नाम र एड्रेसको सट्टामा तपाईँ आफ्नो एड्रेस र नाम दिनु होला। जस्तै म आफ्नो यहाँ सरोज कुमार शाह दिएछु र यसको सट्टामा तपाईँ रमेश कुमार यादव या रमेश कुमार राम कुनै जुनसुकै नाम, र म यहाँ सिराहा जिल्ला नवराजपुर गाउँपालिका 1 दिएछु, तपाईँ लाहा नगरपालिका 23 पनि दिन सक्नुहुन्छ। जहाँको तपाईहरु ठाउँ छ, जहाँको एड्रेस छ त्यो एड्रेस दिनु होला है। तपाईहरु दुनाले मेरो जस्तै कि इक्जाम्पलको लागि हेरिहेलो, जस्तै कि मेरो नाम सरोज कुमार शाह हो, मेरो घर सिराहा जिल्ला नवराजपुर गाउँपालिका 1 मा पर्छ। मैले +2 कक्षा 12 सम्म अध्ययन गरेको छु। म शारीरिक रूपमा तन्दुरुस्त, अनुशासित र देशप्रतिको कर्तव्यबोध भएको व्यक्ति हुँ। समाजमा शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रणमा योगदान दिन चाहेर नेपाल प्रहरीको सेवामा आवेदन गरेको हुँ। यो चाहिँ परिचयमा तपाईले दिनुपर्ने छ साथीहरु। र कुनै पनि उत्तर भन्दाखेरि तपाईहरु मिठो स्वरमा भन्नु होला। र जुन प्रश्नको उत्तर तपाईहरुलाई आएन भने तपाई भन्नु होला सर यो प्रश्नको उत्तर आएन, यो प्रश्नको उत्तर सर मलाई आउँदैन, एकपटक हेर्नुपर्छ अनि मजाले म यो प्रश्नको उत्तर दिन सक्छु मिठो स्वरमा है। अनि भन्छ अर्को प्रश्न तपाईलाई सोध्छ। त्यसकारणले तपाईहरु नआतिनु होला, मिठो स्वरमा भन्नु होला है, नडराई। अब चाहिँ 2 नम्बरमा के रहेछ भने नेपाल प्रहरीको सेवा के हो, नेपाल प्रहरीको सेवा के हो। अनि त्यसको उत्तर चाहिँ के हुन्छ, नेपाल प्रहरीको सेवा भनेको देश र जनताको जीवन सम्पत्ति र अधिकारको सुरक्षा गर्नु, अपराध रोकथाम र अनुसन्धान गर्न, कानुनको कार्य बन्ने गर्नु, विपत्त आपतकालीन र उद्धार कार्यमा सहयोग गर्नु र जनताको हितमा शक्ति सुरक्षा कायम गर्नु नै हो साथीहरु। अनि चाहिँ अर्को प्रश्न के रहेछ भने 3 नम्बरमा, तेस्रो नम्बरमा चाहिँ सोधिने प्रश्नहरु चाहिँ रहेछ तपाई नेपाल प्रहरीमा किन आउन चाहनुहुन्छ, तपाईले सोध्नुहुन्छ 3 नम्बरमा। तेस्रो नम्बरमा तपाई नेपाल प्रहरीमा किन आउन चाहनुहुन्छ भन्ने जान्न चाहनुहुन्छ अथवा आउन चाहनुहुन्छ, त्यसमा भर्ती किन हुन चाहनुहुन्छ। यदि यो प्रश्न आयो भने तपाई मिठो स्वरमा उत्तर दिनु होला। सर नेपाल प्रहरी राष्ट्रको कानुनी सुरक्षा अङ्ग हो। म समाजमा शान्ति कायम गर्ने, अपराध नियन्त्रणमा योगदान दिने र राष्ट्रिय जनताको सेवा गर्ने उद्देश्यले नेपाल प्रहरीमा जान चाहन्छु सर। क्वेशन नम्बर 4 मा चाहिँ अब सोध्छ नेपाल प्रहरीको मुख्य कर्तव्य के कस्ता रहेछ है, नेपाल प्रहरीको मुख्य कर्तव्य के रहेछ। अनि त्यसको उत्तरमा तपाईहरु दिनु होला। नेपाल प्रहरीको मुख्य कर्तव्यहरु चाहिँ धेरै रहेछ, ती मध्ये चाहिँ यहाँ म भन्दै जान्छु सर। पहिलो नम्बरमा जनताको ज्यान र सम्पत्ति सुरक्षा गर्नु, अनि दोस्रो नम्बर शान्ति सुरक्षा कायम गर्नु, अनि तेस्रो नम्बर अपराध नियन्त्रण र अनुसन्धान गर्नु, अनि चौथो नम्बर कानुनको कार्यान्वयन गराउनु, अनि पाँचौं नम्बरमा आपतकालीन उद्धार तथा सहयोग कार्यमा सहभागी
हुन्छ। अनि 5 नम्बरमा तपाईहरुले सोध्नुहुन्छ तपाईले प्रहरी सेवामा गएर के कस्ता गुण देखाउन सक्नुहुन्छ। जब तपाई त्यो चाहिँ नेपाल प्रहरी जवानमा चाहिँ तपाई भर्ती हुनुहुन्छ भने तपाई के कस्ता गुण तपाई त्यसमा देखाउनुहुन्छ। त्यसको उत्तरमा दिनु होला सर मैले प्रहरी सेवामा अनुशासन, समय पालन, इमानदारी, शारीरिक क्षमता, जोखिममा काम गर्ने साहस, जनतासँग सौहार्दपूर्ण व्यवहार देखाउन सक्छु। सर यस्ता चाहिँ तपाईहरुमा गुण हुनुपर्छ है। अनुशासन र समय पालन, समयको सदुपयोग गर्नुपर्छ। जहिले पनि समय नख्याल्नु होला, नफाल्नु होला। समयको सदुपयोग, इमानदारीतापूर्वक तपाईहरु काम गर्नु होला। अनि शारीरिक क्षमता हुनुपर्छ। जोखिममा काम गर्ने साहस हुनुपर्छ। कुनै पनि जोखिम आयो भने, कुनै पनि झै झगडा भयो भने त्यहाँ चाहिँ साहस गरेर, धैर्य गरेर त्यसलाई झै झगडालाई शान्त पाराउने है। अनि जनतासँग सौहार्दपूर्ण व्यवहार गर्ने र देखाउन, राम्रोसँग व्यवहार गर्ने, यस्ता उत्तर दिनु होला। क्वेशन नम्बर 6 मा हाल नेपाल प्रहरी महानिरीक्षकको नाम के हो। हाल नेपाल प्रहरी महानिरीक्षकको नाम के हो। त्यसको उत्तरमा दिनु होला सर हाल नेपाल प्रहरीको महानिरीक्षकको नाम चाहिँ चन्द्रकुबेर खापुङ हो सर है। अनि तेस्रो 7 नम्बरमा सोध्छ 7 नम्बर क्वेशनमा नेपाल प्रहरी कुन मन्त्रालय अन्तर्गत पर्छ। नेपाल प्रहरी कुन मन्त्रालय अन्तर्गत पर्छ। यसको उत्तर हुन्छ गृह मन्त्रालय। नेपाल प्रहरी गृह मन्त्रालय अन्तर्गत पर्दछ। क्वेशन नम्बर 8 मा प्रहरी जवानले अनिवार्य अवकाश कहिले पाउँछ। प्रहरी जवानले अनिवार्य अवकाश कहिले पाउँछ। उत्तरमा प्रहरी जवानले 48 वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश पाउँछ। कति वर्ष। 48 वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश पाउँछ। अनि क्वेशन नम्बर 9 मा चाहिँ जुन चाहिँ करेन्ट अफेयर्स जुन चाहिँ आज हालेको कुरा हो। जेनजेड आन्दोलनमा कतिजनाले शहादत प्राप्त गरेका छन्। जेनजेड आन्दोलनमा कतिजनाले शहादत प्राप्त गरेका छन्। यसको उत्तर हुन्छ सर जेनजेड आन्दोलन भाद्र 23 र 24 2082 में भएको व्यापक विरोधका क्रममा मृत्यु भएको व्यक्तिहरूको संख्या सम्बन्धमा आधिकारिक तथा समाचार स्रोतहरूमा विभिन्न विवरण आएका छन्। सरकारले कुल 45 जनालाई शहीद मार्टियर अनि को रूपमा घोषणा गरेको छ, जसमा चाहिँ आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई मान्यता आधारमा समावेश गरिएको छ। अनि चाहिँ यो भन्दा पनि अझ राम्रोसँग भन्न चाहनुहुन्छ भने यसरी भन्नु होला है। तपाईलाई यसलाई अन्तर्वार्तामा बोल्दा यसरी भन्नु राम्रो, यो भन्दा पनि अझ राम्रो भन्न चाहनुहुन्छ भने यसरी भन्नु होला। सरकारद्वारा जेनजेड आन्दोलनका क्रममा मृत्यु भएका 45 जनालाई शहीदको मान्यता दिएको छ। के भन्नु होला। सरकारद्वारा जेनजेड आन्दोलनका क्रममा मृत्यु भएका 45 जनालाई शहीदको मान्यता दिएको छ। यो प्रश्न को उत्तर यो दिनु होला है। म दुवै उत्तर हेराइदियो तपाईहरुले र यो जुन आउँछ त्यो भन्नु होला साथीहरु। यो चाहिँ यतिकै आउँछ चाहिँ इन्टरभ्यूमा, त्यति खास गाह्रो क्वेशन र त्यति के भन्छ लामो क्वेशन गाह्रो क्वेशनहरु सोध्दैन तपाईलाई। तपाईहरु नडराइकन नकन्फ्युज हुन होला। राम्रोसित नडराइकन तपाईहरु कुनै पनि उत्तर भन्नु होला है। नआतिनु होला र राम्रोसित राम्रो व्यवहार गर्नु होला। यो चाहिँ इन्टरभ्यूमा राम्रो व्यवहार र जहिले पनि अनुशासन भएर जानु होला। र चाहिँ कुनै पनि इन्टरभ्यूमा है, कुनै पनि इन्टरभ्यूमा जाँदाखेरि अन्तर्वार्तामा जाँदाखेरि के लगाएर जानुपर्छ, के नलगाएर जानुपर्छ, चाहिँ पोसाकमा चाहिँ के कस्ता पोसाकहरु लगाएर जानुपर्छ। अब त्यसको बारेमा चर्चा गरौँ है। पोसाकमा चाहिँ सबभन्दा राम्रो चाहिँ जुनसुकै लोकसेवाको होस्, जुनसुकै चाहिँ इन्टरभ्यूमा जाँदाखेरि म्यादी प्रहरी होस्, चाहिँ के भन्छ म्यादी प्रहरी होस्, नेपाल प्रहरी जवान होस्, चाहिँ लोकसेवाको इन्टरभ्यू होस्, जुनसुकै इन्टरभ्यूमा जाँदाखेरि तपाईहरु एउटा फुल प्यान्ट र फुल सर्ट है, फुल सर्ट लगाएर, त्यो पनि हाफ सर्ट जहिले पनि नलगाउनु होला। एउटा फुल प्यान्ट फुल सर्ट लगाउनु होला। पुरै फुल प्यान्टको चाहिँ राम्रोसित लगाएर होला। अनि फुल सर्ट लगाउनु होला, हाफ सर्ट नलगाए। फुल सर्ट लगाएर हातमा बटम हुन्छ, घाँटीमा बटम हुन्छ, सबै बटमहरु राम्रोसित लगाउनु होला। र जुत्ता छ भने जुत्ता लगाउनु होला। जुत्ता छैन भने चप्पलै हुन्छ भने चप्पलै कुनै नयाँ चप्पल लगाएर जानु होला है।
त्यो पनि हुन्छ। जुत्ता हुन्छ भने झन् राम्रो, यदि जुत्ता छैन भने तपाईँहरू त्यति रुपियाँ खर्च गरेर जुत्ता नकिन्नु होला। चप्पल छ भने चप्पले लगाएर जानु होला है। त्यसमा हेर्छ, त्यसमा त्यो हेर्दैन। र जहिले पनि कुनै पनि इन्टरभ्यू दिँदाखेरि जिन्स भेस्ट के भन्छ नि चस्मा तस्मा लगाएर त्यो कहिले पनि नजानु होला। यदि त्यो लगाएर जान्छ भने सबै तपाईँहरूको व्यवहार चरित्र सबै हेर्छ के इन्टरभ्यूमा अन्तर्वार्तामा। त्यस कारणले तपाईँहरू जहिले पनि अन्तर्वार्ता कुनै पनि लोकसेवा होस्, कुनै पनि को इन्टरभ्यू, कुनै पनि जुनसुकै विषयमा इन्टरभ्यू दिँदाखेरि, कुनै पनि पदको लागि इन्टरभ्यू दिँदाखेरि, अन्तर्वार्ता दिँदाखेरि तपाईँहरू राम्रोसित व्यवहार अनुशासन इमान्दारीपूर्वक तपाईँहरू राम्रोसित अनुशासन भएर जानुहोला र मिठो स्वरमा तपाईँहरू उत्तर दिनुहोला। र एउटा फुल प्यान्ट अनि फुल सर्ट त्यो पनि सबै बटम र हातको बटम घाँटीको बटम सबै बटमहरू राम्रोसित लगाएर र व्यवहार पनि राम्रोसित बनाउला। यदि जुन प्रश्न आएन भने कुनै पनि प्रश्न आएन भने बढी समय नलिनु होला। कुनै पनि प्रश्नको उत्तर आएन भने समय पनि नलिनु होला। यदि आउँछ भने उत्तर मिठो स्वरमा भन्नु होला। यदि उत्तर आएन भने जस्तै तपाईँले सोच्छ तपाईँ आफ्नो परिचय दिनुहोस् पहिलो नम्बर, त यसरी मिठो स्वरमा भन्नु, मेरो नाम सरोज कुमार शाह हो, मेरो घर सिराहा जिल्ला नवराजपुर। यदि धेरै स्लो पनि होइन, धेरै के भन्छ चिच्याएर त्यो पनि होइन, मिठो स्वरमा भन्नु होला है। त्यो तपाईँले बुझि नै हाल्यो। अनि अनुशासनमा रहेर कुनै पनि उत्तर दिनु होला है। र यदि कुनै उत्तर आएन भने तपाईँ भन्नु होला सर यो प्रश्नको उत्तर आएन, एकपटक हेर्नुपर्छ अनि यो प्रश्नको उत्तर मैले दिन सक्छु, यो दिनु होला, त्यसलाई सरलाई भन्नु होला। अनि तपाईँलाई भन्छ ठिक छ म अर्को प्रश्न सोध्छु, तपाईँले भन्छ अनि अर्को प्रश्न सोध्छ। र जुन प्रश्नको उत्तर तपाईँलाई आएन, थाहा छैन भने बढी समय नलिनु होला, त्यहाँ समयको पनि ख्याल गर्छ। त्यस कारणले र साथीहरू मैले के भने एउटा फुल प्यान्ट र फुल सर्ट र जिन्स भेस्ट जे चाहिँ हुन्छ नि त्यो हिरो जस्तो लगाएर त्यो पनि कहिले पनि जुनसुकै अन्तर्वार्ता इन्टरभ्यूमा त्योहरू नलगाएर जानु होला, न त तपाईँहरू त्यहाँ चाहिँ छाटिन्छ। त्यस कारणले मैले जे कुरा तपाईँहरूलाई भन्नुभयो त्यही तपाईँहरूलाई लगाएर जानु र त्यही तपाईँहरू पालना गर्छौँ भने पक्का तपाईँहरू अन्तर्वार्तामा, पक्का इन्टरभ्यूमा, नेपाल प्रहरी जवानको अन्तर्वार्तामा पक्का तपाईँहरू पास भइहाल्छौँ। त्यस कारणले र अहिलेसम्म मेरो डाक्टर मधेसी सरोज छ र एउटा मेरो मेन च्यानल छ साथीहरू, जुन च्यानलको नाम छ डाक्टर जिके नेपाल, DRGK नेपाल। यदि त्यो च्यानललाई तपाईँहरू थाहा छैन भनेर सब्सक्राइब गर्नुभएको छैन भने कृपया त्यो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। र अहिले हेरिरहेछु मधेसी सरोज सर युट्युब च्यानलबाट। यो च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई सब्सक्राइब गरिदिनु होला। साथीहरू फेरि भेटिनेछु अर्को कुनै भिडियोको साथमा। धन्यवाद। जय नेपाल।